सहयोग गर्छु भन्नुभयो राम्रो तरिकाले हैन सहयोग गर्छौं हामी हुन्छ अब प्रोसेस सुरु भयो भनेर पब्लिकलाई भनिदिनुस् भन्ने खालको कुराहरु लास्टमा गर्नुभयो त्यो कुरा त अब कस्तो भने जब काम सुरु हुन्छ अनि विश्वास गर्नुपर्छ किनभने हामी पोलिटिशियनले चाहिँ धेरै कुराहरु भनिराखेको हुन्छौं बजेटमा आइसकेपछि र काम सुरु गरिसकेपछि चाहिँ त्यो चाहिँ हैन देखिने कुरा हो त्यो हो त्यसले गर्दाखेरि अब त्यो काम सुरु होस् पहिला विश्वास गर्ने नगर्ने भन्दा पनि अब हामी त चाहिँ नि यसो हुन्छ हुनुपर्छ भन्ने माग लिएर आउँछौं के रे हैन मौका नै आउँछ नि थुप्रो त्यस्तो खालको माग लिएर नगरवासीहरु मैले बजेटले सम्बोधन नगरुन्जेलसम्म चाहिँ बोलीको भर हुँदैन भनेर म चाहिँ भनिदिन्छु अर्थमन्त्रीजीसँग उहाँ यही भेटियो यस्तै स्रोतका कुराहरु यो सबै कुराहरु हैन कुराहरु चाहिँ त्यो चाहिँ डीपीआर मा छ के रे हैन त्यस्तै छ 4-5 अर्बको कुरा हो यसपालि हामी गर्छौं भन्नु भएको छ अब देशकै प्रधानमन्त्रीज्यूले अब गर्छु भनेर भनिसकेपछि अब गर्नुहुन्न होला भनेर मैले प्रश्न गर्ने कुरा पनि भएन सम्पूर्ण समस्या त कहिले पनि समाधान हुँदैन हेर्नुस् हैन अमेरिका जाउँ सुन्नु न अमेरिका जाउँ अमेरिकामै समस्यै छ सिंगापुर जाउँ त्यहाँ पनि समस्यै छ समस्या भनेको जीवन रहन्जेलसम्म रहन्छ तर कुन समस्या चाहिँ प्रधान समस्या हो हैन जस्तै प्रायोरिटाइज गर्नुपर्छ के खानेपानी र सडकमा कुन चाहिँ आधारभूत हो भन्दाखेरि खानेपानी चाहिँ आधारभूत हो किनभने खानेपानी बिना चाहिँ बिहान चर्पी जानु पनि सकिएन